तपाईहरु सबैजनालाई आज चाहिँ हामीले एकदम विशेष अफर लिएर आइसकेको छौं। तपाईहरुलाई 6 धुर जग्गा किन्दा 3 धुर जग्गा फ्री छ है। ल अहिले चाहिँ हामी धरान 8 भोटेपुल सभागृह मार्गमा छौं र एकदम राम्रो र आकर्षक तपाईले हेर्न सक्नुहुन्छ 1.5 तले घर सहित जग्गा बिक्रीमा आइसकेको छ र ओनर यही हुनुहुन्छ। तपाईले ओनरसँग डाइरेक्टली कनेक्ट हुन सक्नुहुन्छ र एकदम आकर्षक घर चाहिँ तपाईहरुको बिक्रीमा आइसकेको छ। अब तपाईलाई हामी यहाँको जग्गा र घरहरुको बारेमा पनि ओनरद्वारा नै डिटेल्सहरु दिन्छौं। नमस्कार है सर। हजुर नमस्कार। डिटेल्स दिनुस् न घरको अब के कसो छ हैन, बिक्रीमा राख्नु भएको छ हजुरले? हजुर अब घर बनाएको मेरो 5 देखि 6 वर्ष जति भयो। हजुर हजुर। अब मलाई पनि त्यस्तै ऋण पान परेकोले गर्दा बेच्नु खोजेको मात्र हो। हजुर अघि मैले सुरुमा भने नि 6 धुर जग्गा किन्दा 3 धुर जग्गा 3 धुर फ्री। यो भनेको त एकदम राम्रो अफर हो अहिलेको लागि। तपाईले जो कहिले पनि हैन घर सहित जग्गा एकदम अफोर्डेबल प्राइसमा एकदम बेस्ट प्राइसमा चाहिँ किन्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। अब तपाईले जग्गा पनि हेर्नुभयो, यहाँ अगाडि कति फुटे बाटो हो सर? यो लगभग 30 फुटे बाटो छ, पिच रोड छ, एकदम रेसिडेन्शियल एरियामा हो। 5वटा बाटोको चोखो वरिपरि पनि हेर्नुस् हैन, एकदम आकर्षक। 5वटा बाटो एउटा यो हजुर एउटा त्यो एउटा यो एकदम यहाँको शान्त वातावरण पनि छ, छिमेकीहरु पनि एकदम असल राम्रो, हस्पिटल स्कुल कलेज देखि लिएर प्रहरी कार्यालय हरेक कुराको पोइन्टमा छ। स्वास्थ्य चौकीदेखि लिएर हरेक कुरा नजिक छ। भित्र पनि देखाउँछु तपाईहरुलाई। टोयलेट बाथरुम चाहिँ कतिवटा छ सर अहिले? टोयलेट बाथरुम त बाहिर एउटा मात्र छ। हजुर टोयलेट बाथरुमहरु यहाँ तपाईले एउटा पाउनुहुन्छ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ है, टोयलेट बाथरुम एउटा छ। त्यस्तै गरी अब भित्र पनि हेरौँ हामीले। भित्र चाहिँ तपाईहरुले चाहिँ सेटिङ हल चाहिँ एउटा पाउनुहुन्छ हैन, तपाईले यहाँ हेर्न सक्नुहुन्छ सेटिङ हल एउटा छ। त्यसै गरी सरले नै देखाउनु, सर अगाडि हिँड्नुस्, म तपाईलाई फलो गर्छु ल। डिटेल्सहरु पनि भनिदिनुस् न। यहाँ एउटा सेटिङ हल पाउनुभयो तपाईहरुले, एकदम आकर्षक हैन। र त्यसपछि रुमको कुरा गर्ने हो भने तपाईहरुले एकदम राम्रो हैन स्पेस भएको रुमहरु पाउनुहुन्छ। रुम कतिवटा छ सर यसमा? 3टा रुम हैन, तपाईले 3टा रुम पाउनुहुन्छ। र यसमा किचन छ कि छैन सर? किचन माथिबाट ए हुन्छ, किचन चाहिँ तपाईले माथि पाउनुहुन्छ। तपाईले अगाडि टोयलेट बाथरुम देखिहाल्नुभयो, मुनि 3वटा रुम सेटिङ हल। र यसमा चाहिँ तपाईले यहाँ चाहिँ थोरै स्पेस तपाईले सामान राख्छु भन्नुहुन्छ भने तपाईले सानोतिनो रुम जस्तै माग्नलाई पनि। र त्यस्तै गरी तपाईहरुको चाहिँ हामी अहिले माथि जाँदैछौँ र यो चाहिँ झन्डै 1.5 तलाको घर नै भनौँ न है। यहाँ चाहिँ तपाईहरुले चाहिँ यसो सब्जीहरु पनि रोप्ने प्लेस पाउनुहुन्छ है। यहाँ चाहिँ मन्दिर बनाउनु भयो कि कसो? मन्दिर हो। यहाँ चाहिँ मन्दिर छ हैन। र तपाईले यहाँ मन्दिर छ हैन, तपाईले चाहिँ अब हटाउनै पर्यो भने हटाउन पनि सक्नुहुन्छ। यो कुनै ठुलो कुरा भएन हैन खरिद गरिसकेपछि। र त्यस्तै गरी अब यहाँ है तपाईले हेर्नु होला, एउटा किचन देखाइदिनु। एउटा किचन छ। हिँड्नुस् सर अगाडि तपाई नै। ओहो, किचनको स्पेस पनि एकदम राम्रो रहेछ है। यहाँ चाहिँ तपाईले किचन पनि हेर्न सक्नुहुन्छ, एकदम राम्रो स्पेसको किचन छ हैन। र तपाईहरुले चाहिँ यो खरिद गर्नुभयो भने किचन मुनिको फ्लोरको देखाइएको कुराहरु ल यो के छ, फर्निचरहरु छोड्नुहुन्छ कि कसो छ सर तपाईले? यहाँको सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको यो रेसिडेन्शियल एरिया हो है। तपाईले धरान 8 भोटेपुल एउटा बेस्ट धरानकै रेसिडेन्शियल एरियामा पर्छ। राख्ने रुम पनि छ है। यहाँ चाहिँ अब सामानहरु राख्ने स्टकहरु जस्तै भयो। यहाँ तपाईहरुले चाहिँ माल सामानहरु राख्न सक्नुहुन्छ, स्टोर जस्तै भइहाल्यो यो। अब यो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ धरानको एउटा बेस्ट रेसिडेन्शियल एरिया हो। धरान 8 भोटेपुल सभागृह मार्गमा छौं हामी। र तपाईहरुले पनि है घर खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। स्क्रिनको नम्बरमा सम्पर्क गर्नुस्, WhatsApp पनि छ। तपाईलाई हामीले थप डिटेल्सहरु पनि उपलब्ध गराउँछौं। एकदम आकर्षक राम्रो सस्तोमा। र तपाईले चाहिँ 1 तलाको घर र जग्गा सहित घर खोज्दै हुनुहुन्छ भने यो चाहिँ तपाईहरुको लागि चाहिँ एउटा बेस्ट अप्सन हुन सक्छ है। तपाईलाई मैले भिडियोमा स्पष्ट देखाइसकेको छु र हामीले चाहिँ एकदम र भिडियोहरु जस्तो बन्छ त्यस्तै अपलोड गर्छौं। र तपाईले यहाँ हेर्न सक्नुहुन्छ जिरोमा छैन, पछाडी पनि तपाईले स्पेस थोरै पाउन सक्नुहुन्छ र अगाडि पनि तपाईले हेर्न सक्नुहुन्छ है त। ल एकदम राम्रो छ। खरिद गर्नका लागि चाहिँ स्क्रिनको नम्बरमा अहिले नै सम्पर्क गर्नु होला।